अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क कुनै एउटा विधा छ भने त्यो खेल हो। तिमीहरूको फुटबलले मेरो इज्जत गयो। अझै खेल्छस् फुटबल? अब फुटबल खेल्दिन भनेर बाबालाई पैसा मागेको, मेरो ठाउँमा अरू कसैलाई हालिदिनुहोस् है सर। जबसम्म म आफै लड्दिन तबसम्म मेरो सहारा कोही हुँदैन। विश्वास त फर्केर आउँदा तेरो पछि हुल लाग्नेछ। म छाती खोलेर ढ्याङ्ग्रो ठटाएर भन्न सकौँ कि मेरो छोरी आउँदैछ भनेर।